स्वागत छ हाम्रो क्रिएटिभिटी क्राफ्ट च्यानलमा। आज हामी बनाउन जाँदैछौँ लाली गुराँस। यसको लागि हामी एउटा बेस, 3टा लिफ र 10वटा पेटल बनाउँछौँ। यसलाई हामी किचेन अथवा ब्याग चाम्स जसरी पनि युज गर्न सक्छौँ। यो बनाउन मैले 2.5 mm को हुक र 3 कलरको यार्न लिएको छु। अब पहिले व्हाइट यार्न लिएर हामीले एउटा म्याजिक रिङमा 6 सिंगल स्टिच बनाउनु पर्ने हुन्छ। 6वटा सिंगल स्टिच बनाइसकेपछि हामीले म्याजिक रिङ क्लोज गर्नुपर्ने हुन्छ र स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। स्लिप स्टिच बनाइसकेपछि हामीले एउटा चेन बनाउनु पर्ने हुन्छ। राउन्ड 2 मा हामीले 5वटा सिंगल स्टिच बनाउनु पर्ने हुन्छ र लास्टमा स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। यहाँ मैले फर्स्ट स्टिचलाई मार्करले मार्क गरेको छु। राउन्ड 2 कम्प्लिट भइसकेपछि जुन बडी भएको यार्न छ भने त्यसलाई काटेर अब स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। अब यसलाई सुल्टा पार्नु पर्ने हुन्छ। अब यो मार्कर निकालेको ठाउँमा हामीले एउटा स्लिप स्टिच बनाउने। राउन्ड 3 को लागि हामी एउटा सिंगल क्रोसे बनाउँछौँ र त्यस सेम स्टिचमा एउटा इन्क्रिज गर्छौँ, जसको मतलब एउटै स्टिचमा हामी 2टा सिंगल क्रोसे बनाउँछौँ। यही प्रोसेसलाई हामीले 6 चोटि रिपिट गर्छौँ। छ चोटि सेम प्रोसेस रिपिट गरिसकेपछि हामी जुन हामीले यो मार्कर राखेको ठाउँमा त्यो ठाउँमा हामी फेरि एउटा स्लिप स्टिच बनाउँछौँ। स्लिप स्टिच बनाइसकेपछि हामी राउन्ड 4 सुरु गर्छौँ। राउन्ड 4 को लागि हामी 12 सिंगल क्रोसे बनाउँछौँ र राउन्ड 4 to 6 हामीले 12 सिंगल क्रोसे बनाउँदै जाने पर्ने हुन्छ। यदि हामीलाई पेटल्स व्हाइट र पिङ्क मिक्समा बनाउनु पर्ने छ भने हामीले पिङ्क यार्न जोड्नु पर्ने हुन्छ। अहिले पिङ्क यार्न जोड्नको लागि यसरी फर्स्ट यार्नलाई भित्र लिएर स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। यार्न चेन्ज मैले राउन्ड 6 मा गरेको छु। यसरी हामीले यार्न चेन्ज गरी 12 सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ। राउन्ड 6 कम्प्लिट भइसकेपछि राउन्ड 7 को लागि हामीले फर्स्ट एउटा स्लिप स्टिच बनाउनु पर्ने हुन्छ मार्कर निकालेको ठाउँमा। यसरी हामीले स्लिप स्टिच बनाइसकेपछि नेक्स्ट स्टिचमा हामीले एउटा सिंगल क्रोसे र एउटा हाफ डबल क्रोसे एउटै स्टिचमा बनाउनु पर्ने हुन्छ। फेरि अर्को स्टिचमा एउटा हाफ डबल क्रोसे र एउटा सिंगल स्टिच बनाई सेम स्टिचमा एउटा स्लिप स्टिच पनि बनाउनु पर्ने हुन्छ। यही सेम प्रोसेस हामीले 6 चोटि रिपिट गरी हामीले यो पेटल्सहरू कम्प्लिट गर्न सक्छौँ। अब हाम्रो यो पेटल कम्प्लिट भइसक्यो। अब यसरी धागो एक्स्ट्रा राखेर काट्ने।
काटिसकेको जुन एक्स्ट्रा यार्न बाँकी हुन्छ त्यसलाई हामीले लुकाउनु पर्ने हुन्छ। त्यसैले यसरी हामीले लुकाउनु पर्ने हुन्छ। लुकाएर हामीले केही स्टेप लुकाइसकेपछि हामीले यसलाई काट्नु पर्ने हुन्छ। मैले यसै गरी 11वटा पेटल्स बनाएको छु, तर अहिलेको लागि हामीलाई 9वटा मात्र पेटल्स चाहिने हुन्छ। अब हामी लिफ बनाउन जाँदैछौँ। लिफको लागि हामीले राउन्ड 1 मा 15वटा चेन बनाउनु पर्ने हुन्छ। 15वटा चेन बनाइसकेपछि हामीले एउटा चेनलाई स्किप गरेर दुईटा स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। दुईटा स्लिप स्टिच बनाइसकेपछि दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा हाफ डबल क्रोसे कम्प्लिट भएपछि 6वटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। मैले फर्स्ट सिंगल स्टिचमा मैले मार्कर राखेको छु। छवटा डबल क्रोसे सकिसकेपछि हामीले फेरि दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा हाफ डबल क्रोसे बनाइसकेपछि एउटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ र फेरि तीनटा सिंगल क्रोसे एउटै सेम स्टिचमा बनाउनु पर्ने हुन्छ। अब तीनटा सिंगल क्रोसे बनाइसकेपछि हामीले फेरि एउटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ। अब ती एउटा सिंगल क्रोसे सकिसकेपछि हामीले दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ। यसरी दुईटा हाफ डबल क्रोसे सकेपछि फेरि 6वटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। छवटा डबल क्रोसे बनाइसकेपछि हामीले दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ र दुईटा हाफ डबल क्रोसे बनाइसकेपछि हामीले दुईटा सिंगल क्रोसे पनि बनाउनु पर्ने हुन्छ। दुईटा सिंगल क्रोसे बनाइसकेपछि फेरि हामीले दुईटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ एउटै स्टिचमा र हामीले चेन 1 गर्नुपर्ने हुन्छ। अब राउन्ड 2 को लागि हामीले दुईटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा सिंगल क्रोसे बनाइसकेपछि दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा हाफ डबल क्रोसे बनाइसकेपछि एउटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ र सेम स्टिचमा अर्को एउटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। हामीले इन्क्रिज गरिसकेपछि दुईटा 4वटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। 4वटा डबल क्रोसे बनाइसकेपछि एउटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ र त्यही सेम स्टिचमा एउटा इन्क्रिज गर्नुपर्ने हुन्छ जसको मतलब सेम स्टिचमा हामीले अर्को एउटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ।
यति गरिसकेपछि हामीले फेरि दुईटा हाफ डबल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा हाफ डबल क्रोसे बनाइसकेपछि दुईटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा सिंगल क्रोसे बनाइसकेपछि हामीले सेम स्टिचमा तीनटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ एउटै सेम स्टिचमा। अब फेरि हामीले दुईटा सिंगल क्रोसे बनाउनु पर्ने हुन्छ। दुईटा हाफ डबल क्रोसे र एउटा डबल क्रोसे र सेम स्टिचमा हामीले फेरि एउटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। यसपछि हामीले 4 वटा डबल क्रोसे बनाउने। चारवटा डबल क्रोसे बनाइसकेपछि हामीले एउटा डबल क्रोसे बनाउने र त्यसमा फेरि एउटा डबल क्रोसे इन्क्रिज गर्ने सेम स्टिचमा। त्यसपछि हामीले दुईटा हाफ डबल क्रोसे बनाउने, दुईटा सिंगल क्रोसे बनाउने र तीनटा सिंगल क्रोसे एउटै स्टिचमा बनाउनु पर्ने हुन्छ। यति गरेपछि अब हाम्रो लिफ पनि कम्प्लिट भइसक्यो र अब थोरै यार्न बाँकी हुने गरी हामीले काट्ने र त्यसलाई पनि हाइड गरेर बढी भएको यार्न हामीले काट्दिने। अब यसरी हामीले काटिसकेपछि अब हामी बेसतर्फ लाग्छौँ। अब बेस बनाउनको लागि हामी 12 वटा डबल क्रोसे बनाउँछौँ एउटा म्याजिक रिङमा। बाह्रवटा डबल क्रोसे बनाइसकेपछि हामी म्याजिक रिङ क्लोज गर्छौँ र एउटा स्लिप स्टिच बनाउँछौँ। स्लिप स्टिच बनाइसकेपछि हामी दुईटा चेन बनाउँछौँ। दुईटा चेन बनाइसकेपछि हामी एउटा डबल क्रोसे बनाउँछौँ र फेरि एउटा डबल क्रोसे बनाउँछौँ सेम स्टिचमा। यही स्टेपलाई हामी 12 चोटि रिपिट गर्छौँ। चोटि रिपिट गरिसकेपछि हामीले मार्कर राखेको ठाउँमा एउटा स्लिप स्टिच बनाउँछौँ र फेरि दुईटा चेन बनाउँछौँ। राउन्ड 3 को लागि अब हामीले एउटा डबल क्रोसे बनाउँछौँ र अर्को स्टिचमा एउटा डबल क्रोसे र एउटा इन्क्रिज गर्छौँ र अब यही प्रोसेसलाई हामीले 12 चोटि रिपिट गर्ने। अब लास्टमा एउटा स्लिप स्टिच गर्ने। स्लिप स्टिच बनाइसकेपछि हामीले अब चेन बनाउनु पर्ने हुन्छ चाम बनाउनको लागि, ब्याक चाम बनाउनको लागि। मैले यसमा 50 वटा चेन बनाएको छु।
चेन बनाइसकेपछि अब हामीले यसरी सिंगल क्रोसे बनाएर जोइन गर्नुपर्ने हुन्छ। एउटा चेन बनाउने र यार्नलाई यसरी काटेर यार्न निकाल्दिने। अब यो यार्नलाई हाइड गर्नुपर्ने हुन्छ। अब यसरी हाइड गरेर हामीले बाँकी भएको यार्नलाई काटिदिन्छौँ। अब यार्न काटिसकेपछि हामी जुन हाम्रो पार्ट्सहरू छन् त्यसलाई जोइन गर्नेतर्फ लाग्छौँ। यसरी लिफहरूलाई यसरी जोइन गर्नुपर्ने हुन्छ बेससँग। अब जोइन गर्नको लागि हामी हट ग्लु गन युज गर्छौँ। हट ग्लु गनलाई तताइसकेपछि हामीले लिफमा यसरी हट ग्लु गन राखेर बेससँग टाँस्छौँ। हट ग्लु गनले राम्रोसँग टाँस्नुपर्ने हुन्छ। अब हाम्रो पेटल्स जोड्ने पालो आएको छ। पेटल्स जोड्नको लागि यसरी साइडमा हट ग्लु गन राखी टाँस्ने। यसरी साइडमा ग्लु राखेर हामी टाँस्दै जान्छौँ पेटल्सलाई। दुईटा पेटल्सको बीच पनि यसरी हट ग्लु गन राखी टाँस्ने, जसले गर्दा हाम्रो पेटल्स राम्रोसँग टाँस्छ। अब बीचको पेटल टाँस्नको लागि हामीले यसरी वरिपरि लगाइदिनु पर्ने हुन्छ हट ग्लु गन। पेटल्स हामीले अघि 11वटा बनाएको थियौँ, तर मिडियम साइजको लागि मात्र 11वटा चाहिने हुन्छ। स्मल साइजको लागि हामीलाई 9वटा अथवा 8वटा भए पुग्ने हुन्छ पेटल्स।
ल हेर्नुहोस् कति राम्रो बनेको छ हाम्रो रोडोडेन्ड्रन अथवा लालीगुराँस। यसलाई हामी ब्याग चाम अथवा किचेन जसरी पनि युज गर्न सक्छौँ। थ्याङ्क यू।